दिएका हौं जहाँ एउटा पवित्र प्रचण्डजीको परिवारको त्यहाँ चिहान छ, हुन्थ्यो भन्ने हिसाबले शेरबहादुर देउवाजीको परिवारको त्यहाँ चिहान छ। उहाँले अब मैले प्रश्न पार्नु उहाँले प्रचण्ड परिवारको भनेर होइन नि आम जनताको भावना र संस्कार बुझ्यो अपमान सही छ जनतालाई बुझ्यो यो भड्काउनै पर्दैन तपाईँले। कुरो के हो भने सुन्नुहोस्, यहाँ कुरो के हो भने पहिले मैले मदन भण्डारी रङ्गशाला बनाऊ भन्दा सहमति नै थियो। पछि त्यहाँ मान्छेले मदन भण्डारीका नाउँमा अब यो राजनीतिक विरोधको कारणले मदन भण्डारीका नाउँमा हुँदैन भनेपछि आदिवासी जनजाति रङ्गशाला बनाऊ भने। आदिवासी जनजाति रङ्गशाला बनाऊ भन्दाखेरि त्यो त मैले थाहा पाउनु पर्यो नि, मैले थाहा पाउनु पर्यो। मैले आदिवासी जनजाति रङ्गशाला यो हाइवे चौडा गर्दा त्यो चिहानगारी जहाँ थियो, जहाँनिर कब्रिस्तान चिहानगारी थियो, त्यो चिहानहरू यसै पेलिन्थ्यो। यसै त्यो त हाइवे त बनाउनै पर्यो नि त्यहाँ। त्यसो भएपछि पेलिन्थ्यो। त्यो ठाउँमा समयमै हामी त्यहाँका चिहानहरू निकालौँ, स्मारक बनाउने र स्मारक राम्रो बनाएर एउटा तीर्थस्थलको रूपमा सबैको साझा स्मारक बनाएर तीर्थस्थलको रूपमा त्यसलाई चाहिँ सम्मान गरौँ, कदर गरौँ र कमसेकम आफ्नो व्यक्ति जहिले दिवंगत भएको छ त्यो दिन गएर सम्झनामा फूलपाती चढाउने, पूजा गर्ने त्यस्तो खालको चाहिँ बनाऊ, पितृप्रतिको सम्मान गरौँ।